to cut the space. Cut the space. हाई गाइज सो आज म धेरै भूमिका बाँध्दिनँ सिधै टी स्पिल गर्छु मलाई लाग्छ क्लिन हुभरका किताबहरू रोमान्स होइनन् यी त म्यानुअल्स अन हाउ टु रुइन यर लाइफ हुन् यदि अब्युज र टक्सिसिटीलाई स्विट नाम दिएर बेच्नु नै साहित्य हो भने मलाई यो हाइपबाट आजै आधिकारिक रूपमा एक्सिट चाहियो हेर्नुहोस् मलाई कसैको भाइब खराब गर्नु छैन तर जब म इन्स्टाग्राम र टिकटक खोल्छु अनि मान्छेहरूले यी टक्सिक रेड फ्ल्याग्सलाई मोडर्न डे रोमियो भनेर पूजा गरेको देख्छु नि कसम मलाई आफ्नो डिग्री फिर्ता गरेर हिमालयतिर लागु जस्तै लाग्छ सबैले भन्छन् ओ माई गड को हु इज द क्विन अफ रोमान्स म भन्छु इफ दिस इज रोमान्स देन आई एम द प्रेजिडेन्ट अफ द युनाइटेड स्टेट्स सो आज हामी कुनै साधारण रिभ्यू गर्दै छैनौँ आज हामी पोस्टमार्टम गर्दैछौँ एउटा यस्तो साम्राज्यको जहाँ अब्युजलाई इन्टेन्सिटी भनिन्छ जहाँ स्टकिङलाई लभ भनिन्छ र जहाँ एउटा ट्राजिक पास्ट भएपछि केटाले केटीको टाउको फुटायो भने ओ इट्स जस्ट ब्रोकन भन्दै माफ गरिन्छ साँच्चै भन्नुपर्दा यी किताबहरू पढ्नु भनेको आफ्नो मेन्टल हेल्थसँग जुवा खेल्नु जस्तै हो यदि तपाईँलाई लाग्छ कि रायल किनकेड वा माइल्स आर्चर तपाईँको ड्रिम म्यान हो भने सेस तपाईँलाई बोयफ्रेन्ड होइन एक्सोर्सिजमको जरुरत छ आजको भिडियो ती सबैका लागि हो जो यो हाइपको अन्धकारमा हराएका छन् हामी बुझ्दैछौँ कि किन क्लिन हुभरका किताबहरू लिटरेरी मास्टरपिस होइनन् बरु एउटा यस्तो टक्सिक ट्र्याप हुन् जसले प्रेमको परिभाषा नै बिगारिदिएका छन् सो वेलकम टु कथा स्पेसको सबैभन्दा डेन्जरस एपिसोडमा जसको नाम हो इट एन्ड्स विथ माई पेसेन्स सो पहिलो र सबैभन्दा ठुलो समस्या द रोमान्टिसाइजेसन अफ टक्सिसिटी क्लिनका किताबको एउटा स्ट्यान्डर्ड फर्मुला छ एउटा केटा हुन्छ जो एक्सट्रिमली अड छ धनी छ तर ऊ भित्रभित्रै सडेको छ उसलाई रिस उठ्दा जे पनि फुटाउँछ केटीलाई म्यानिपुलेट गर्छ र बााउन्ड्रिज भन्ने शब्द उसको शब्दकोशमै छैन तर यहाँ एउटा म्याजिक छ त्यो केटाको एउटा ट्राजिक पास्ट हुन्छ उसले सानोमा चक्लेट नपाएको होस् वा अरू कुनै ठुलो चोट त्यो एउटा चोटको बहानामा उसले संसारका सबै केटीलाई ट्रिट लाइक ट्र्यास गर्ने लाइसेन्स पाउँछ अनि हाम्रो फिमेल लिड्स उनीहरू थेरापिस्ट बन्न पुग्छन् सेस तिमीलाई बोयफ्रेन्ड चाहिएको हो कि रिहेबिलिटेसन सेन्टर खोलेको हो अग्ली लभको माइसार्चलाई नै हेरौँ न त्यो मान्छेको व्यवहार देख्दा पुलिस बोलाउनु पर्नेमा यहाँ त मान्छेहरू ओ हिज सो ब्रोकन भन्दै रुन्छन् नो हनी हि इज नट ब्रोकन हि इज जस्ट अ वाकिङ टकिङ रेड फ्ल्याग विथ अ नाइस जॉ लाइन अब कुरा गरौँ द डायलगको कहिलेकाहीँ मलाई लाग्छ यी किताबका डायलगहरू कुनै साँचो मान्छेले बोलेका होइनन् बरु एउटा ड्रामेटिक एआईले रातभरि टेलिनोभेल्स हेरेर लेखेको I feel like I'm a puzzle and you are the piece that's been missing since before I was even born. जस्ता कुराहरू सुन्दा कसलाई प्रेम लाग्छ र मलाई त एसिड रिफ्लक्स हुन्छ यस्तो कुरा कसैले रियल लाइफमा मलाई भन्यो भने म त सिधै ब्लक गरेर भाग्छु यी डायलगहरू यति धेरै ओभर द टप र अनरियलिस्टिक हुन्छन् कि कथाको गम्भीरता नै कमेडीमा परिणत हुन्छ अनि त्यो सक भ्यालु भेरिटी पढ्दा सुरुको 10 मिनट त मलाई पनि लाग्यो वाउ दिस इज इन्टेन्स तर अन्त्यमा पुग्दा थाहा भयो त्यो त क्रिएटिभ राइटिङ होइन इमोसनल म्यानिपुलेसन मात्र रहेछ क्लिन हुभरका किताबमा प्लट ट्विस्ट कथाले माग्ली आउँदैन बरु अब पाठकलाई कसरी तर्साउने भन्ने दाउले आउँछ यसलाई म ट्रमा पर्न भन्छु हरेक मोडमा एउटा नयाँ दुर्घटना एउटा नयाँ सिक्रेट र एउटा नयाँ ट्रमा कथामा डेप्थ र सब्सट्यान्स खोज्दा खोज्दै पाठक आफै डिप्रेस्ड भइसक्छ लजिक खै त कि सबै लजिक चाहिँ ती फुलै फुल भएका कर्भर्सभित्रै दबिएका हुन् अर्को एउटा कुरा जसले मेरो दिमाग खराब गर्छ द प्यासिभ हिरोइन्स उनका किताबका केटी पात्रहरू देख्दा मलाई कहिलेकाहीँ लाग्छ उनीहरू आफ्नो कथाको मेन क्यारेक्टर होइनन् बरु त्यो टक्सिक केटाको जीवनमा एउटा साइड किक वा इमोसनल सपोर्ट एनिमल मात्र हुन् उनीहरूको आफ्नै कुनै ठुलो लक्ष्य छैन उनीहरूको कुनै व्यक्तित्व वा हबिज छ उनीहरूको पुरै 24 घन्टाको तालिका एउटै कुरामा अडिएको हुन्छ त्यो रेड फ्ल्याग बोकेको केटाले आज के गर्ला
उसले मलाई आज कति इग्नोर गर्ला अनि म उसलाई कसरी सुधार्न सकुँला। लाइक सिधै भन्नु भने उनीहरू पिक्मीको पनि प्रो म्याक्स भर्जन हुन्। केटाले झपार्छ यिनीहरू रुन्छन्, केटाले झुट बोल्छ यिनीहरू उसको पास्ट नराम्रो थियो भन्दै मलम लगाउन पुग्छन्, केटाले ढोका नै थुनेर बस्छ यिनीहरू बाहिर बसेर प्लिज ओपन अप भन्दै भजन गाउँछन्। मलाई एउटा कुरा बुझाइदिनुहोस् न, किन सधैँ केटीले नै सबै सफरिङको भारी बोक्नुपर्ने? किन सधैँ पेसेन्स र सेक्रिफाइसको इक्जाम चाहिँ केटीले नै दिनुपर्ने? के एउटा स्वस्थ सम्बन्धमा दुवैजना एडल्ट भएर कुरा गर्न मिल्दैन? कि यो किताबको संसारमा सेल्फ रेस्पेक्ट भन्ने शब्द डिक्सनरीमै हटाइएको हो? यो इट एन्ड्स विथ असको साटो म त भन्छु इट एन्ड्स विथ माई पेसेन्स। र साँच्चै भन्ने हो भने सेक्रिफाइस र नोबिलिटीको खोल ओढाएर अब्युज र टक्सिसिटी सहने यो कल्चरलाई हामीले कहिलेसम्म ट्रु रोमान्स भनिरहने? अब कुरा गरौँ सबैभन्दा बोरिङ कुराको, द रेपिटेटिभ फर्मुला। तपाईँले एउटा कुलिन हुबरको किताब पढ्नुभयो भने तपाईँले सबै पढ्नुभयो। यो त ठ्याक्कै हाम्रो नेपाली सिरियल जस्तै भइसक्यो, पात्र फेरिन्छन् तर स्टोरी चाहिँ उही हो। उनको फर्मुला एकदमै सिम्पल छ। फर्स्ट, एउटा ब्रोकन बोय चाहियो जसको मुस्कानमा पनि ट्रमा झल्कियोस्। सेकेन्ड, एउटी नाइभ गर्ल चाहियो जो आफ्नो आत्मसम्मान घरमै बिर्सिएर हिँडेकी होस्। अनि थर्ड, एउटा यस्तो डार्क सिक्रेट चाहियो जुन खुलाउँदा पाठकलाई सक लागोस्, चाहे त्यो लजिकल होस् या नहोस्। अनि अन्त्यमा एउटा यस्तो रस्ट एन्डिङ जहाँ 300 पानासम्म चलेको ठुलो समस्या अन्तिम 5 पानामा जादु भए झै समाधान हुन्छ। कम्युनिकेसनको सी पनि नभएका पात्रहरू अचानक ह्याप्पी एभर आफ्टरमा पुग्छन्। हे भगवान्, अलि त रियल बनाउनु न यार। हरेकचोटि त्यही सेम स्क्रिप्ट डिफ्रेन्ट कभर देख्दा लाग्छ लेखकले एउटै ड्राफ्टमा फाइन एन्ड रिप्लेस गरेर पात्रको नाम मात्र फेरेकी हुन् कि क्या हो? यो त क्रिएटिभ राइटिङ भन्दा पनि फ्याक्ट्री म्यानुफ्याक्चरिङ जस्तो भयो नि। सो मेरो उद्देश्य कसैको रिडिङ चोइसलाई बेइज्जत गर्नु पक्कै होइन। आखिर यो डेमोक्रेसी हो, कसैलाई रेड फ्ल्याग्समा पनि फुल देख्ने रहर छ भने म को हो र रोक्ने? टु इच देयर ओन। यदि तपाईँलाई यी किताबहरूले इमोसनल रोलर कोस्टर दिन्छन् र तपाईँलाई रमाइलो लाग्छ भने द्याट्स टोटली फाइन। म त भन्छु बरु 2 पटक नै पढ्नुहोस्। तर मेरो लागि चाहिँ कथामा अलि लजिक, अलिकति सेल्फ रेस्पेक्ट र विशेष गरी हेल्दी बााउन्ड्रिज हुनु जरुरी छ। प्रेमको नाममा जे पनि सहने कुरालाई म रोमान्सको सर्टिफिकेट दिन सक्दिनँ। कोहोको संसारमा पस्नु भनेको एउटा यस्तो भुलभुलैयामा हराउनु हो जहाँ कमन सेन्सको प्रवेश निषेध छ। तपाईँलाई के लाग्छ? के म मात्र एक्लै हो जसलाई यी किताबहरू ओभररेटेड लाग्छन्? कि तपाईँ पनि मेरो यो नो को हो क्लबको सदस्य बन्न चाहनुहुन्छ? तल कमेन्टमा आफ्नो रिस पोख्नुहोला, म सबै पढ्नेछु। के थाहा अर्को भिडियोमा हामी अरू कुनै ओभरहाइप्ड कुराको पोस्टमार्टम गरिरहेका हुनेछौँ कि? तबसम्मको लागि ह्याप्पी रिडिङ। तर याद राख्नुहोला, किताब प्रिटी हुँदैमा त्यसभित्रको सन्देश पनि प्रिटी हुन्छ भन्ने छैन। And stay hydrated, guys. Bye bye. See you in the next episode.